श्रीमान विकास मन्त्रालयको प्रधान सचिवज्यू, जनप्रतिनिधिज्यू र यसो उपस्थितिमा उपस्थित सम्पूर्ण साथीभाइहरूमा मेरो व्यक्तिगत नमस्कार। यो कार्यक्रम तपाईँहरूको 3 दिनको कार्यक्रम छन् र 3 दिनको कार्यक्रम भनेको युवा जोडिएको विषय छ। युवा जोडिएकोमा 3 दिनको कार्यक्रममा जे तपाईँले सिकाइन्छ यहाँ प्रशिक्षकहरूबाट तपाईँले राम्रोसँग सिक्नुहुन्छ भन्ने आशा हामीले लिएको छौँ र त्यो सिकेको कुराहरू तपाईँहरू आफ्नो जीवनमा जबसम्म लागू गर्दैन भने त्यो कुरा कहीँ प्रतिफल दिँदैन। युथ भनेको युथ इज पावर भन्छ र पावर कतिखेर हुन्छ भने तपाईँ जुन एजमा हुनुहुन्छ त्यो एजमा तपाईँले के सिक्नुभयो र त्यसले तपाईँलाई तपाईँको सरकारलाई तपाईँ बसेको समाजमा के प्रभाव पारेछ भन्ने कुरालाई मात्र परिणाम दिन्छ। त्यही भएर यो कार्यक्रम राख्नुको के उद्देश्य हो भने कमसेकम तपाईँहरूको यो अपग्रोइङ एजमा यो कार्यक्रमले केही न केही तपाईँलाई इनपुट गर्छ र त्यो इनपुटले तपाईँहरूलाई सहज पनि गर्छ र भोलिका दिनमा तपाईँ एउटा कम्पिटिटिभ युवाको रूपमा आउनुहुन्छ र आफ्नो क्षेत्र पनि उन्नत गर्न सक्नुहुन्छ भन्ने आशा हामीले राखेको छौँ र यो 3 दिनको कार्यक्रममा तपाईँहरूले राम्रोसँग समय दिएर र अनुशासित भई यो कार्यक्रमको लाभ लिनुहुन्छ भन्ने आशा छ। म